हर्क साम्पाङ, जसको ओरिजिनल नाम हो हर्कराज राई। उनको जन्म विक्रम सम्वत 2039 फागुन 15 गते खोटाङ जिल्लाको खारतम्सामा भएको थियो। उनका पिता पूर्व ब्रिटिश गोर्खा सैनिक थिए। उनले सन् 1998 मा खोटाङको शुक्रबारे स्कुलमा एसएलसी उत्तीर्ण गरे। त्यसपछि उच्च शिक्षाको लागि 2055 मा धरान बसाइ सरे। उनले धरानको महेन्द्र मल्टिपल क्याम्पसबाट अंग्रेजी र राजनीति शास्त्रमा बीए पास गरे। ब्याचलर पूरा गरेपछि हर्क साम्पाङले धरानमा अंग्रेजी र कम्प्युटर विषयको ट्युसन सेन्टरमा शिक्षकको रूपमा काम गरे। उनले साथीहरूसँग मिलेर द पर्फेक्ट इङ्ग्लिश ल्याङ्ग्वेज एन्ड कम्प्युटर नामक संस्था सञ्चालन गरेका थिए। तर यो इन्स्टिट्युटबाट उनी खासै सन्तुष्ट भने थिएनन्। त्यसपछि उनले आर्थिक अवसरको खोजीमा मलेसिया, इराक र अफगानिस्तानमा करिब 6 वर्ष बिताए। यी देशहरूमा उनले विभिन्न काम गरे। नेपाल फर्किएपछि उनले धरानमा अटो रिक्सा चलाए र अटो रिक्साकै व्यवसायमा पनि संलग्न भए। साथै उनले केही समय कृषि कार्यमा पनि हात हाले। विदेशको विकास र सुशासन देखेका हर्क साम्पाङलाई धरानमा बढ़िरहेको व्यथितिले छोयो। त्यसैले उनी सामाजिक कार्यमा लाग्न थाले। विगत 10 वर्ष भन्दा बढ़ी समयदेखि हर्क साम्पाङ धरानमा सामाजिक कार्यमा सक्रिय थिए। उनले नेशनल युनिटी नेटवर्क नामक समूह स्थापना गरेर भ्रष्टाचार विरुद्ध आवाज उठाए। खानेपानी अभियानमा पनि हर्क साम्पाङ धेरै लागि परे। धरानको दीर्घकालीन खानेपानी समस्या विरुद्ध उनले नेतृत्वदायी भूमिका खेले। उनले एसियाली विकास बैंकको पम्पिङ परियोजनाको विरोध गरे, जुन महँगो र अस्थायी थियो। धरानको लागि खानेपानी कोशी र तमोर नदीबाट लिएर आउनु पर्ने माग राखे र यो आन्दोलनमा उनले अगुवाई गरे। उनले धरानको सर्दु खोला अतिक्रमण, अवैध बालुवा उत्खनन, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भ्रष्टाचार र अवैध कर विरुद्ध आन्दोलन गरे। सर्दु खोलाको अवैध उत्खनन विरुद्ध प्रदर्शन गर्दा उनलाई 2 पटक प्रहरीले पक्राउ पनि गरेको थियो। मदन भण्डारी राजमार्ग विरोधको आन्दोलनमा पनि उनले नेतृत्व गरे। धरान नजिकैको यो राजमार्ग निर्माणले सयौं परिवार विस्थापित हुने भएपछि उनले संघर्ष समितिको नेतृत्व गरेर विरोध गरे। यसले गर्दा समाजमा उनको छवि बलियो बनायो। त्यसपछि उनले अब राजनीतिमा आउने आँट गरे।